कल्पना गर्नुहोस् तपाई केवल 5 मिनेटका लागि फेसबुक खोल्नुहुन्छ, एउटा पोस्ट हेर्नुहुन्छ, त्यसपछि अर्को, त्यसपछि एउटा भिडियो, त्यसपछि एउटा रिल। जब तपाई माथि घडी हेर्नुहुन्छ 5 मिनेट होइन 50 मिनेट बितिसकेको हुन्छ। अब एउटा प्रश्न, के तपाई सोशल मिडिया प्रयोग गर्दै हुनुहुन्छ वा सोशल मिडियाले तपाईलाई प्रयोग गरिरहेको छ? आजको संसारमा हाम्रो ध्यान अर्थात् एटेन्सन नै सबैभन्दा महँगो वस्तु बनिसकेको छ। फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युब सर्ट्स, स्न्यापच्याट लगायत अन्य धेरै सोशल मिडिया प्लेटफर्महरू। यी सबै प्लेटफर्महरू तपाईको समय चोर्न डिजाइन गरिएका छन् र सबैभन्दा खतरनाक कुरा के हो भने हामीलाई समय बर्बाद भइरहेको छ भन्ने कुरा पनि थाहा हुँदैन। यही कारणले धेरै मानिसहरू आफ्नो लक्ष्यबाट टाढा भइरहेका छन्, पढाइमा ध्यान दिन सकिरहेका छैनन्, काममा प्रोडक्टिभिटी घटिरहेको छ, आत्मविश्वास कमजोर हुँदै गइरहेको छ र मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर परिरहेको छ। तर राम्रो खबर के छ भने आजको मिडियामा म तपाईलाई सोशल मिडिया डिस्ट्र्याक्सनबाट छुटकारा पाउने वैज्ञानिक, व्यावहारिक र प्रमाणित उपायहरू बताउने छु। यदि तपाई आफ्नो समय, ध्यान र जीवनलाई फेरि आफ्नो नियन्त्रणमा ल्याउन चाहनुहुन्छ भने भिडियो अन्तिमसम्म हेर्नुहोला। अन्त्यमा म एउटा यस्तो टेक्निक बताउने छु जसले हजारौं मानिसहरूको सोशल मिडिया एडिक्सन कम गर्न मद्दत गरेको छ। लेट्स बिगिन। सोशल मिडिया आफैमा खराब होइन, समस्या सोशल मिडिया होइन, समस्या हो एक्सेसिभ कन्ज्युम्सन। हामी सोशल मिडिया प्रयोग गर्न थाल्छौं तर बिस्तारै सोशल मिडियाले हाम्रो ध्यान नियन्त्रण गर्न थाल्छ। रिसर्च अनुसार औसत मानिसले दिनमा सयौं पटक आफ्नो फोन चेक गर्छ। धेरै मानिसहरू बिहान आँखा खुल्ने बित्तिकै फोन हेर्छन् र राति सुत्नु अघि अन्तिम पटक पनि फोन नै हेर्छन्। यस्तो बानीले हाम्रो ब्रेनको रिवार्ड सिस्टममा असर गर्छ। हरेक नोटिफिकेसन, हरेक लाइक, हरेक कमेन्ट हाम्रो दिमागका लागि सानो डोपामाइन हिट जस्तै हुन्छ र यही कारणले हामी बारम्बार फोन चेक गर्न बाध्य हुन्छौं। अब प्रश्न उठ्छ, यसबाट कसरी बाहिर निस्किने? आफ्नो समस्या स्वीकार गर्नुहोस्। कुनै पनि समस्या समाधानको पहिलो कदम हो। समस्या छ भनेर स्वीकार गर्नु। आफैलाई सोध्नुहोस्, म दिनमा कति घण्टा सोशल मिडिया चलाउँछु? म किन सोशल मिडिया चलाउँछु? जानकारी लिन, कामका लागि वा केवल बानीका कारण? धेरै जसो मानिसहरूको उत्तर हुन्छ, मलाई थाहा नै छैन, कहिले खोल्ने, यही नै समस्या हो। अवेरनेस बिना परिवर्तन सम्भव छैन। आजै आफ्नो स्क्रिन टाइम चेक गर्नुहोस्। तपाई चकित पर्न सक्नुहुन्छ। यदि दिनको 4, 5 वा 6 घण्टा सोशल मिडियामा बितिरहेको छ भने कल्पना गर्नुहोस् 1 वर्षमा त्यो हजारौं घण्टा हुन्छ। त्यो समय तपाई नयाँ सिप सिक्न सक्नुहुन्थ्यो, पैसा कमाउन सक्नुहुन्थ्यो, स्वास्थ्य सुधार्न सक्नुहुन्थ्यो वा आफ्नो सपना पूरा गर्न सक्नुहुन्थ्यो। नोटिफिकेसनलाई तुरन्त बन्द गर्नुहोस्। यदि तपाई सोशल मिडिया डिस्ट्र्याक्सन कम गर्न चाहनुहुन्छ भने सबैभन्दा सजिलो र शक्तिशाली कदम हो नोटिफिकेसन अफ गर्नु। नोटिफिकेसन भनेको तपाईको ध्यान तान्ने हुक हो। फोन बज्छ, स्क्रिन चम्किन्छ र तपाईको दिमाग भन्छ, हेरौं त के आयो। धेरै जसो अवस्थामा त्यो महत्त्वपूर्ण कुरा हुँदैन, तर तपाईको फोकस भने टुटिसकेको हुन्छ। अध्ययनहरूले देखाएका छन् कि एक पटक फोकस ब्रेक भएपछि पुरानो काममा पूर्ण ध्यान फर्किन 20 मिनेट भन्दा बढी लाग्छ। त्यसैले फेसबुक नोटिफिकेसन अफ, इन्स्टाग्राम नोटिफिकेसन अफ, टिकटक नोटिफिकेसन अफ, अनावश्यक सबै नोटिफिकेसन बन्द। तपाई फोनको मालिक बन्नुहोस्, फोनलाई तपाईको मालिक बन्न नदिनुहोस्। सोशल मिडियाको समय निश्चित गर्नुहोस्। धेरै मानिसहरूले एउटा ठूलो गल्ती गर्छन्। उनीहरू भन्छन्, अब म सोशल मिडिया चलाउँदिन, तर केही दिनपछि फेरि पुरानै पानीमा फर्किन्छन्। किनकि एक्सट्रिम सोलुसन लामो समय टिक्दैन। यसको सट्टा टाइम बाउन्ड्री बनाउनुहोस्। उदाहरण, बिहान 9 बजे अघि सोशल मिडिया नखोल्ने, कामको समयमा नचलाउने, राति 9 बजेपछि बन्द गर्ने, दिनको 30 मिनेट वा 1 घण्टा मात्र प्रयोग गर्ने। जब तपाईले नियम बनाउनुहुन्छ ब्रेनले त्यसलाई स्वीकार गर्न थाल्छ। आफ्नो इन्भाइरोमेन्ट परिवर्तन गर्नुहोस्। मानिसको इच्छा शक्ति सीमित हुन्छ, त्यसैले केवल मोटिभेसनमा भर नपर्नुहोस्। इन्भाइरोमेन्ट चेन्ज गर्नुहोस्। सोशल मिडिया एप होम स्क्रिनबाट हटाउनुहोस्। फोन ब्ल्याक एन्ड व्हाइट मोडमा राख्नुहोस्। फोन अर्को कोठामा राखेर काम गर्नुहोस्। काम गर्दा एयरप्लेन मोड प्रयोग गर्नुहोस्। यस्ता साना परिवर्तनले ठूलो प्रभाव पार्छन्, किनकि धेरै डिस्ट्र्याक्सन इच्छा शक्तिको कमीले होइन, इन्भाइरोमेन्टको कारणले हुन्छ। खाली समयलाई नयाँ बानीले रिप्लेस गर्नुहोस्। केवल सोशल मिडिया हटाएर हुँदैन, त्यसको ठाउँमा राम्रो बानी राख्नुपर्छ, किनकि ब्रेन खाली रहन मन पराउँदैन। सोशल मिडियाको सट्टा पुस्तक पढ्नुहोस्, व्यायाम गर्नुहोस्, नयाँ भाषा सिक्नुहोस्, मेडिटेसन गर्नुहोस्, जर्नल लेख्नुहोस्, स्किल डेभलप गर्नुहोस्। याद राख्नुहोस्, ब्याड ह्याबिट हटाउने सबैभन्दा राम्रो तरिका भनेको गुड ह्याबिटले रिप्लेस गर्नु हो। डोपामाइन डिटक्सको शक्ति। अब कुरा गरौँ एउटा शक्तिशाली टेक्निकको, डोपामाइन डिटक्स। यसको अर्थ डोपामाइन हटाउनु होइन, यसको अर्थ ओभर स्टिमुलेसन कम गर्नु हो। एक दिनका लागि सोशल मिडिया बन्द, सर्ट्स भिडियो बन्द, र्यान्डम स्क्रोलिङ बन्द, अनावश्यक मनोरञ्जन बन्द। त्यो समय हिँडडुल गर्नुहोस्, सोच्नुहोस्, पढ्नुहोस्
हेर्नुहोस्, देख्नुहोस्, परिवारसँग समय बिताउनुहोस्। सुरुमा गाह्रो लाग्छ, तर केही दिनपछि तपाईको दिमाग फेरि सामान्य फोकसमा फर्किन थाल्छ। आफ्नो जीवनको उद्देश्य स्पष्ट बनाउनुहोस्। सत्य कुरा के हो भने व्यस्त र उद्देश्यपूर्ण मानिसहरू कम डिस्ट्र्याक्सनमा फस्छन्। जब तपाईको लक्ष्य स्पष्ट हुन्छ, तपाईको ध्यान पनि स्पष्ट हुन्छ। आफैलाई सोच्नुहोस्, म 5 वर्षपछि कहाँ हुन चाहन्छु, मेरो सपना के हो, म के बन्न चाहन्छु। त्यसपछि अर्को प्रश्न सोध्नुहोस्, आजको सोशल मिडिया स्क्रोलिङले मलाई कहाँ पुर्याउँछ। यदि उत्तर होइन हो भने त्यो समय कहाँ खर्च गर्नुपर्छ भन्ने कुरा स्वतः स्पष्ट हुन्छ। सोशल मिडिया तपाईको दुश्मन होइन, तर यदि नियन्त्रण बाहिर गयो भने त्यो तपाईको समय, ध्यान र सम्भावना चोर्ने चोर बन्न सक्छ। याद राख्नुहोस्, तपाईको जीवनको गुणस्तर तपाईले ध्यान दिने कुराले निर्धारण हुन्छ। जहाँ ध्यान जान्छ त्यहाँ जीवन जान्छ। यदि तपाई आफ्नो ध्यान फिर्ता लिन सक्नुहुन्छ भने तपाई आफ्नो भविष्य पनि फिर्ता लिन सक्नुहुन्छ। आज एउटा निर्णय लिनुहोस्, सोशल मिडियाको दास होइन, सोशल मिडियाको मालिक बन्ने। यदि यो भिडियोले तपाईलाई केही नयाँ सिकायो भने यो भिडियोलाई लाइक गर्नुहोस्, कमेन्टमा लेख्नुहोस्, म आफ्नो समयको मालिक बन्ने छु। म तपाईको कमेन्ट पढ्ने छु। यस्तै प्रोडक्टिभिटी, सेल्फ मोटिभेसन, सक्सेस माइन्डसेट र लाइफ ट्रान्सफर्मेसन सम्बन्धी भिडियोहरू हेर्न चाहनुहुन्छ भने अहिले च्यानल सब्स्क्राइब गर्नुहोस्, बेल आइकन पनि थिच्नुहोस् ताकि आगामी भिडियोहरू नछुटुन्। धन्यवाद। आफ्नो ध्यानको रक्षा गर्नुहोस्, आफ्नो समयको सम्मान गर्नुहोस् र आफ्नो जीवनलाई आफ्नो नियन्त्रणमा लिन सुरु गर्नुहोस्। See you in the next video. जय नेपाल।